दागबारीमा डुबाउन खोज्छ। यहाँनिर हेर्नुहोस् त असल दागबारी लगेर चाहिँ सागबारी बनाउन खोजिरहेछ, उसको त्यो नराम्रो त्यो दागबारीसँग साट्नु खोजिरहेको छ। तर असल कुरा चाहिँ उनीहरूले ग्र्याब गर्न खोज्छ जहिले पनि दुष्टले चाहिँ। अनि अर्को कुरा चाहिँ तपाईँ र ममा भएको आशिषहरूलाई उसले लान खोज्छ। र त्यो आशिषलाई तपाईँ र मैले जहिले पनि जोगाएर राख्नुपर्दछ। अनि अर्को यहाँनिर म सिधै यहाँनिर एउटा कुरा म तपाईँहरूलाई फेरि म त्यही विषयमा पढेर म तपाईँहरूसँग सक्ने प्रयास गर्नेछु। यहाँनिर हामीले हेऱ्यौँ भने अर्को दागबारीको एउटा गीतमै हामीले हेर्छौँ। यहाँनिर यशाया 5:1-4 हेऱ्यौँ भने मैले प्रेम गरेको उनको दागबारीको विषयमा म एउटा गीत गाउँदैछु। एउटा अत्यन्त मलिलो डाँडामा मेरो प्रियको एउटा दागबारी थियो। तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके र त्यसमा तिनले सबैभन्दा असल दाग रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाग फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दागको फल्यो। अब हे यरुशलेमका बासिन्दाहरू र यहुदीका मानिसहरू हो, म र मेरो दागबारीको बिचमा इन्साफ गरिदेऊ। मेरो दागबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू व्रत मैले गर्नुपर्ने थियो। असल दागको फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाग मात्र फलायो। यहाँनिर एउटा धेरै ठुलो प्रश्न पनि आउँछ हामीलाई। यहाँनिर के छ भने विशेष गरेर परमेश्वरले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ एउटा असल दागबारीको हेरचाह गर्ने व्यक्ति नियुक्त गर्नुभएको र उहाँले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ त्यो प्रशस्त मात्रामा फल फलोस् भनेर चाहिँ तपाईँ र मेरो जीवनमा भएको हरेक पापहरूलाई उहाँले पखाल्नु भएको, हामी भएको कमी कमजोरीहरूलाई उहाँले निकाल्नु भएको। जसरी एउटा ढुङ्गा टिपेर फालेको कुराहरू हामी यहाँनिर देख्छौँ, त्यो अड्काउने हरेक कुराहरूलाई चाहिँ उहाँले हाम्रो त्यो हुक पोइन्टहरूलाई उहाँले निकाल्नु भएको हामी देख्छौँ त्यो पुरानो जीवनको। तर यहाँनिर यदि हामी परमेश्वरसँग हामी टाढा हुन्छौँ भने उहाँले भन्नुहुन्छ कि इन्साफको कुराहरू गर्ने कुराहरू छ। अनि यहाँनिर एउटा प्रश्न पनि छ कि त्यसले किन अशुद्ध कुराहरू मात्रै फलायो, मलाई इन्साफ चाहियो भन्ने कुराहरू छ। एउटा परमेश्वरको दासहरूलाई यो धेरै ठुलो कुरा छ। यदि हामीले परमेश्वरको राज्यमा काम नगरेर चाहिँ तपाईँ र मैले अलगमा गइयो भने उहाँले इन्साफ माग्ने कुराहरू छ। हामीले सेवाकाई गर्नु भनेको, सेवाकाईको क्षेत्र भनेको त्यति सजिलो सेवाकाई होइन, किनकि उहाँले नियुक्त गर्नुभएको, जो उहाँले खटाउनु भएको छ, नियुक्त गर्नुभएको छ, उहाँले त्यो इन्साफ माग्नै हुन्छ। अनि यदि हाम्रो जीवनबाट त्यो असल सेवाकाई भएन भने उहाँले चाहिँ के भन्नुभएको छ भने यहाँनिर मेरो दागबारीको निम्ति नगरेको चाहिँ के रहेको होला, आखिर मैले के चाहिँ गर्न सकेको थिइनँ होला मेरो दागबारीको लागि। मैले त्यति राम्रो गोडगाड गरेर मलिलो जमिनमा रोपेको थिएँ अनि मैले आशा गरेको थिएँ यसको यो बोटबाट चाहिँ असल फलहरू फल्छ भनेर, तर किन फलेन, मलाई इन्साफ चाहियो। यहाँनिर धेरै एउटा डरलाग्दो कुरो छ पास्टर्स र लिडर्सको लागि। आज तपाईँ र मलाई परमेश्वरले चाहिँ त्यो असल दाग, एउटा असल जमिनमा चाहिँ उहाँले गोडगाड गरेर चाहिँ हरेक त्यो ठुलो मण्डलीबाट नियुक्त गर्नुभएको दासहरू हामी, ताकि तपाईँ र मेरो जीवनबाट प्रशस्त फल फलोस्, जुन देखेर चाहिँ अरू जातिले पछाउन सकोस्। त्यो विशेष व्यक्ति उहाँले नियुक्त गर्नुभएको। यहाँनिर उहाँले भन्नुभएको कुरा यही छ कि मेरो दागबारीको निम्ति मैले नगरेको चाहिँ के होला, मैले त्यति माझबाट चुनेर एउटा नियुक्त गरेको दास र एउटा दासहरूबाट काम हुँदैन भने मैले गरेको चाहिँ मैले त्यो गरेको के काम भएर भनेर यो प्रश्न उठ्छ। अनि यहाँनिर चाहिँ
के छ भने अरू जो व्रत मैले गर्नुपर्ने थियो आखिर मैले के गरेको थिइनँ, सबै कुरा मैले पूर्ण रूपमा गरेको थिएँ, तर पनि किन भएन थियो भन्ने कुराहरू उठ्दछ। अनि सेवाकाई गर्ने व्यक्तिमा यो कन्सेप्ट चाहिँ जहिले पनि हुनु पर्यो कि परमेश्वरले हाम्रो निम्ति सबै गर्नुभएको छ। अब उहाँले गर्नुपर्ने कुरा केही पनि छैन। गोडमेल पनि गर्नुभएको छ, मलिलो माटोमा पनि लानुभएको छ, पानी पनि लगाइदिनु भएको छ। अब सेवाकाई गर्ने जिम्मेवारी चाहिँ हाम्रो हो। अब उहाँले गर्नुपर्ने केही पनि छैन, तर यो प्रश्न आफैले सोध्नुपर्छ, अब मैले गर्नुपर्ने के हो? सेवाकाई परमेश्वरले दिइसक्नुभयो, तर अब हामीले चाहिँ सेवाकाईको लागि हामीले परमेश्वरलाई चाहिँ दिनुपर्ने कुरा के हो भने एउटा पास्टर्स र लिडर्सको कन्सेप्टमा चाहिँ जहिले पनि यो हुनु पऱ्यो भन्छ। जस्तै कि हेर्छौँ भने